Hello everyone, Namaste. So, I'm Surjani. I'm Sabin Lama, and welcome back to my another episode, guys. So, guys, आज जो morning मा मजे गाउँमा गाउँघरमा and देख्न सक्नुहुन्छ. So, यस्तो रहेको छ हाम्रो यहाँको चाहिँ भ्यू धानको बाली वाउ एकदम शीतल हावाको साथमा अनि सूर्य उदाउँदै गर्दाको बिहानको मोमेन्ट चाहिँ हामीले अहिले चिया खानलाई हामी चाहिँ आइपुगेको छु मेरो घरदेखि 1 किलोमिटर अलिकति टाढा यस्तो बवाल हावा तर यहाँ यार गुड मोमेन्ट के पर्छ ए 12 कति रो लालबन्दी 13 रो लालबन्दी रहेन लालबन्दी पत्थरकोट 12 स्थित रहने यो ठाउँमा तपाईहरु घुम्न आउन सक्नुहुन्छ पदिछु ठीक है बितो बम म चाहिँ के भन्ने र पारा साइनहरुले एक एक कब्जा गरिन अब काम के हुन्छ एकछिनमा आफूले सधैँ गरेको गाइस ल अब गाइस यो चाहिँ हाम्रो कुण्डहरु ज्याजर यस्तो मर्निङ टाइम ज्याजर पत्रकोट रहेछ ज्याजर ज्याजर पत्रकोट जे भयो भने त्यस्तै एउटै त नि छेउमै हो आमाको उमेर कति भयो होला बादिस उता आमाको उमेर कति भयो होला कति भयो बस्नु कति उमेर पुग्नु भयो आमा कति उमेर पुग्नु भयो सुन्दैन आमाले कति उमेर पुग्नु भयो अन्दाजी कति पुग्नु भयो 70 पुग्यो होला उहाँले पुग्नु भएको छ म यता लालबेती हजुर चिया खान आएको आमाले चिया खानुहुन्छ चिया खानुहुन्छ तपाईँ कुन चिया ल बदी चिया अर्डर गर्दै मम्मीले आमाले दुधको चिया खानुहुन्छ होला हैन आमाले दुधको चिया खानुहुन्छ ए कालो चिया बनाइदिन्छ हामी तामाङ हामी तामाङ हजुर हजुर लुङ्गेली मगर पहिला कहाँ बस्नुहुन्थ्यो यहीँ बस्नुहुन्थ्यो कि अर्को ठाउँ पहिला कहाँ बस्नुहुन्थ्यो दैनी खोला छोराहरू आज बसेको त्यो छोराहरू अन्त घुम्न हिँडेको पेसर छ अरे पेसरलाई घुमाउने चलो वो मेरी बना मलाई हाँ वो जी अब यो उमेरमा के काम गर्नु त आमा अन्दाजी भयो नि 70 75 वर्ष त भयो होला 70 त क्रस 80 समथिङ पुग्नु भयो होला त्यस्तै होला काम गरे कति अहिले पहिले काम गरे सम्झिन अहिले आफै छक पर्छ यत्रो टुक्मा यसरी बुझ्यो घरमा रहने खाना बुझ्यो यति दाउरा पनि अब अब सकिन्न नि आमा अब उही बेला गर्नुभयो जति गर्नुभयो उही बेला गर्नुभयो नि त कति गर्यो खाना पनि कति खायो काम पनि कति गर्यो कति यत्रो बोर्डकोमा
2-3 बोरको जाँडा खायो त्यही जाँडा घरतिर काम गर्दै जाँदा खेतमा धान रोप्न आउँदा छिट्टो पुट्टोमा जाँडा खायो फेरि यति भात खायो अहिले त खाना पनि यति खान्छ र काम पनि गर्नु सक्दैन केही पनि गर्छ अब आमाको सबै दाल पनि झरिहाल्ने जम्मै झरिहाल्यो किराले जम्मै खाएर झार्यो किरा झार्यो छैन बा चाहिँ बा हँ? बा बुवा बुवा चाहिँ कहिले बित्या गयो थाहै छैन भनेपछि धेरै वर्ष भयो बित्नु भएको बुवा आमा बाउ सबै कोही पनि छैन हजुरको श्रीमान हँ? हजुरको श्रीमान चाहिँ श्रीमान पनि छैन ल आमालाई चिया ल्याउँदै बदिस पनि होला पहिला आमाले देखेर तिमीहरू पछिका ओके गाइस फाइनली हाम्रो चाहिँ चिया आइसकेको छ अहिले आउँछ हजुर खानु अहिले म खान्छु This is called coffee. नट कोल्ड कफी ओन्ली ब्ल्याक टी मिन्स डु नट ब्ल्याक टी इज नट डु नट ब्ल्याक टी इज ब्ल्याक टी गाइस यो मोमेन्ट चाहिँ मेरो लागि एकदम स्पेसल रहेको छ गाइस यस्तो सुन्दर वातावरणको साथमा मेरो त झन् बबाल